नमस्कार। आज मिति 2082 माघ 21 गते बुधबार। आजको लागि सबैभन्दा पहिले मुख्य समाचारका शीर्षकहरू सुन्नुहोस्। निर्वाचन सुरक्षाको अन्तिम तयारीमा सेना प्रहरी। संसदीय समितिको निष्कर्ष तीनै तहले निर्माण गरेका कानूनमा एकरूपता देखिएन। झापामा बालनले भने काठमाडौँका सुकुम्बासीको ज्यान जोगाउन डोजर चलाइएको हो। बालेन बने सर्वाधिक फलोअर भएको नेपाली नेता। 72 वर्ष पुगे, अझै केही वर्ष भिड्छु प्रचण्ड। गगनले छोडेको काठमाडौँ 4 मा त्रिपक्षीय भिडन्त पक्का, कसले मार्ला बाजी। नेप्से घट्यो, कारोबार रकम भने सामान्य बढ्यो। इरानको अमेरिकालाई चेतावनी, सानो गल्तीले क्षेत्रीय युद्ध निम्त्याउँछ। अब समाचार विस्तारमा सुन्नुहोस्। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि सबै तयारी पूरा भएको सुरक्षा निकायहरूले दावी गरेका छन्। नेपाली सेना र नेपाल प्रहरीले 7वटै प्रदेशका लागि सुरक्षा रणनीति तयार गरी त्यसअनुसार जनशक्ति परिचालनको योजना बनाएको जनाएका छन्। नेपाली सेना सहितको संयुक्त टोलीले आगामी सातादेखि गस्ती सुरु गर्ने तयारी गरिरहेको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले स्थानीय प्रशासन, निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, त्यसबाहेक नेपाली सेनाले हवाई गस्ती समेत गर्नेछ। फागुन 21 गतेको निर्वाचन सुरक्षालाई लिएर राजनैतिक दलहरूले प्रश्न उठाइरहेका बेला नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीको संयुक्त टोली तैनात गर्ने तयारी गरिएको बताइएको छ। नेपाली सेनाले करिब 89,000 सैनिक खटाउने योजना बनाएको छ भने नेपाल प्रहरीले निर्वाचन प्रहरी सहित झण्डै 1.5 लाख जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। त्यसैगरी सशस्त्र प्रहरीले पनि आवश्यकता अनुसार जनशक्ति परिचालन गर्नेछ। नेपाली सेनाले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पछिको अवस्था गरी 3 तहमा सुरक्षा दस्ता खटाउने जनाएको छ। सेनाले 165 निर्वाचन क्षेत्रलाई मध्यनजर गर्दै पूर्व, काठमाडौँ, मध्य र सुदूरपश्चिम गरी 4 स्थानबाट हवाई गस्ती सहित स्रोत साधन परिचालन गर्ने तयारी गरेको छ। सेनाले निर्वाचन क्षेत्रमा एरिया पेट्रोलिङ समेत गर्नेछ। यता नेपाल प्रहरीले 7वटा प्रदेशमा 70,000 भन्दा बढी जनशक्ति परिचालन गर्ने जनाएको छ। प्रदेशको जनसङ्ख्या र निर्वाचन क्षेत्रको संवेदनशीलतालाई आधार मानेर प्रहरी खटाइने तयारी छ। नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेका अनुसार निर्वाचनका बेला आवश्यकता अनुसार पहिलो, दोस्रो र तेस्रो घेरामा निर्वाचन प्रहरी सहित जनशक्ति परिचालन गर्नेछ। सामान्य, संवेदनशील र अति संवेदनशील अवस्थाका आधारमा प्रहरीको संख्या तोकिनेछ, उहाँले बताउनुभयो। उहाँका अनुसार एउटै मतदान स्थलमा औसत 13वटा मतदान केन्द्र रहने र त्यहाँ प्रहरी तथा निर्वाचन प्रहरी गरी औसतमा 80 जनासम्म खटिनेछन्। सेना र प्रहरीले मतपेटिका, उम्मेद्वार, मतदाता तथा मतदान अधिकृतको सुरक्षा सुदृढ बनाउने गरी तयारी गरिरहेको जनाएका छन्। निर्वाचनमा मतपेटिकाको सुरक्षाका लागि पहिलो, दोस्रो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी रहनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनात रहनेछन्। निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले 10 दिने तालिम समेत सुरु गरेका छन्। निर्वाचन आउन 1 महिना मात्रै बाँकी रहँदा सुरक्षा निकायहरूले भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन्। संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। समितिले यसअघि सुदूरपश्चिम र बागमती प्रदेश तथा त्यहाँका स्थानीय तहमा कानून निर्माण र कार्यान्वयनबारे अध्ययन गरेको थियो। प्रदेश र स्थानीय तहमा कानून निर्माणको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा यस्तो निष्कर्ष निस्केको समिति सभापति तुलसा कुमारी दाहालले बताउनु। कतिपय कानूनहरू बन्न बाँकी रहेको तथा बनेका कानूनहरूमा संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरू बीच एकरूपता देखिएन। स्थानीय तहमा कानून निर्माण गर्न कानून अधिकृतको दरबन्दी नै सिर्जना गरेर जानुपर्ने अवस्था छ। यता संघ सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न गाह्रो भएको अवस्था छ, उहाँले बताउनुभयो। उहाँले अध्ययनका क्रममा प्रदेश तथा स्थानीय तहमा कानून निर्माणको प्रक्रिया, एकल अधिकार सूची अन्तर्गतका विषयवस्तु, प्रदेश सभा, गाउँ सभा
र नगरसभाले विधेयक पारित गर्ने प्रक्रियाबारे अध्ययन गरिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार अध्ययनका क्रममा केही स्थानीय तहले नमुनाका रूपमा कानून निर्माण गरेको पाइए पनि कतिपय आवश्यक कानून अझै निर्माण हुन बाँकी रहेको बताउनुभयो। प्रदेश तथा स्थानीय तहमा कानून निर्माणको प्रक्रिया के भइरहेको छ, एकल अधिकार सूचीका विषयवस्तु, प्रक्रियागत कुराहरू, प्रदेशसभा, गाउँसभा र नगरसभाले कसरी पारित गर्यो, प्रदेशसभाले विधेयक निर्माण कसरी गर्नुभयो भनेर हामीले अनुभवको आदान प्रदान पनि गर्यौं। यो कार्य हामीले सुदूरपश्चिम प्रदेश तथा त्यहाँका 3 वटा पालिकामा र बागमती प्रदेशको साथै 2 वटा पालिकामा हामीले यो काम गर्यौं, उहाँले भन्नुभयो। उहाँले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको भन्दै प्रतिवेदनलाई पूर्णता दिएर राष्ट्रिय सभामा बहसको माग गर्ने समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालनले झापाका सुकुम्बासीसँग भेट गर्नुभएको छ। झापा 5 मा उम्मेद्वार रहेका बालनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुम्बासीसँग भेट गर्नुभएको हो। बालनले आफ्नो बस्ती पुग्दा स्थानीय सुकुम्बासीले काठमाडौँको सुकुम्बासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन्। त्यस्तै बालन गएपछि झापामै बसिरहेका सुकुम्बासीलाई पनि उठाइदिन्छ भन्ने कुरा आफूले सुनेको भन्दै बालन समक्ष चिन्ता प्रकट गरेका थिए, जसको जवाफमा बालनले सुकुम्बासीको ज्यान जोगाउन डोजर चलाएको दावी गर्नुभयो। काठमाडौँमा खोला छेउको सार्वजनिक जग्गा हो, उहाँहरू जहाँ बस्नु भएको छ बाढी आउँदा त्यहाँ डुबान हुन्छ, त्यहाँभन्दा माथिसम्म नै पुग्छ। असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ। सुकुम्बासी समुदायको जिज्ञासामा बालनले भन्नुभयो, त्यसैले उहाँहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा राख्नु पर्यो भनेर गरिएको हो, तर त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो। खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो। तर झापाका सुकुम्बासी वास्तविक रहेको बालनले बताउनु भयो। यहाँको त रियल हो नि, 40-50 वर्षदेखि बसेको बालनले अगाडि भन्नुभएको छ। बालनसँगै सुकुम्बासी बस्तीमा पुगेका उहाँका सल्लाहकार कुमार व्यञ्जनकारले 2048 देखि यता 23 वटा आयोगभन्दा पनि सुकुम्बासीको समस्या समाधान नभएको बताउनु भयो। त्यसपछि एक सुकुम्बासीले आफ्नो गुनासो समेत सुनाउनु भएको थियो। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालन फेसबुकमा पनि सर्वाधिक फलोअर हुने पहिलो नेता बन्नु भएको छ। उहाँको आधिकारिक फेसबुक पेजमा हाल 34,62,000 भन्दा बढी फलोअर पुगेका छन्। यससँगै उहाँले अभिनेत्री रेखा थापालाई पछि पार्दै फेसबुकमा सर्वाधिक फलोअर हुने नेपालीहरू मध्ये दोस्रो स्थान हासिल गर्नु भएको छ। हाल फेसबुकमा सर्वाधिक फलोअर हुने नेपाली व्यक्ति भने जनकपुरकी सान्वी भगत रहेकी छिन्, जसका फेसबुकमा 40 लाख भन्दा बढी फलोअर रहेका छन्। अभिनेत्री रेखा थापाको आधिकारिक फेसबुक पेजमा हाल 34,46,000 बढी फलोअर रहेका छन्। उहाँ नेपाली सेलिब्रिटी मध्ये सर्वाधिक फलोअर भएकी अभिनेत्रीका रूपमा चिनिनुहुन्छ। बालनको लोकप्रियता एउटा पेजमा मात्रै सीमित छैन, व्यक्तिगत फेसबुक अकाउन्टमा 4,52,000 भन्दा बढी फलोअर रहेका छन्। साथै सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि 10 लाख भन्दा बढी प्रयोगकर्ताले फलो गरेका छन्। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालनलाई रासोपाले भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा अघि सारेको छ। सोही अनुसार आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर 5बाट उम्मेद्वार बन्नु भएको हो। उक्त क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकोले यो चुनाव थप चासो र चर्चाको केन्द्रमा रहेको छ। हाल बालनको आधिकारिक फेसबुक पेज म्युजिसियन ब्यान्ड क्याटेगोरीमा राखिएको भए पनि मुख्य पहिचान अब संगीतभन्दा धेरै राजनैतिक नेतृत्व र जनप्रिय व्यक्तित्वका रूपमा स्थापित हुँदै गएको देखिन्छ। व्यक्तिगत फेसबुक प्रोफाइलमा भने आफूलाई र्यापर, स्ट्रक्चर इन्जिनियर तथा काठमाडौँका पूर्व मेयरका रूपमा परिचय दिनुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू 72 वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताउनु भएको छ। आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उहाँले युवाहरूलाई पनि प्रशस्त समय र अवसर रहेको बताउनु भयो। सोलुखुम्बुमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, म 72 वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईहरु 40 वरिपरिकाले त प्रशस्त समय अवसर पाउनुहुन्छ। विगतमा सोलुखुम्बुलाई विशेष रूपमा हेरेको भन्दै उहाँले भविष्यमा पनि हेर्ने आश्वासन दिनुभयो। संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको काखको जिल्ला भएकोले सोलुखुम्बुमा कसले जित्छ भनेर संसारको चासो रहेको प्रचण्डले बताउनुभयो।
फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै देशभरि चुनाव केन्द्रित गतिविधि बढेको छ। यसमध्ये पनि सधैँ चर्चामा रहने निर्वाचन क्षेत्र काठमाडौँ 4 हो। यो क्षेत्र बौद्धिक वर्ग, मध्यमवर्गीय कर्मचारी, व्यवसायीहरूको बाक्लो बसोबास भएको क्षेत्र मानिन्छ। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले सो क्षेत्रलाई आफ्नो बलियो आधारभूमि बनाएर राष्ट्रिय उचाइ हासिल गर्नु भएको थियो। तर यसपटक उहाँले यो क्षेत्र छोडेर सर्लाही 4 रोज्नु भएको छ। गगनले आफ्नो उत्तराधिकारीका रूपमा युवा नेता सचिन तिमिल सिन्हालाई काठमाडौँ 4 मा अगाडि सार्दा त्यहाँको निर्वाचनलाई झन रोचक बनाएको छ। नेपाली कांग्रेसका लागि काठमाडौँ 4 मा यसपटक आफ्नो गढ जोगाउन ठूलो चुनौती छ। गगन थापाले 79 को निर्वाचनमा 21,302 मत प्राप्त गरी जित हासिल गर्दा उहाँलाई तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको बलियो साथ रहेको थियो। अहिले परिस्थिति बदलिएको छ। गगनका निकट मानिने सचिन तिमिल सिन्हाले यो निर्वाचन क्षेत्रमा कांग्रेसको विरासत थाम्नुपर्ने जिम्मेवारी पाउनु भएको छ। सचिनका लागि सबभन्दा ठूलो चुनौती भनेकै गगन थापाको व्यक्तित्वसँग आफ्नो तुलना हुनु हो। मतदाताहरूले गगनको विकल्पलाई सचिनलाई कतिको स्वीकार गर्छन् भन्ने कुराले नै कांग्रेसको भविष्य तय गर्नेछ। गगन थापाले स्वास्थ्य मन्त्री हुँदा गरेका काम र राष्ट्रिय छविले गर्दा पाएको मतलाई सचिनले आफ्नो पक्षमा कति पार्न सक्छन् भन्ने कुरा अहिले भन्न कठिन छ। यद्यपि कांग्रेसको संगठन र गगनले बनाएको संरचना सचिनका लागि केही सहज हुन सक्छ, तर विपक्षीहरूको घेराबन्दी भने निकै कसिलो रहेको छ। मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन अर्थात् सोमबार सामान्य बढेर बन्द भएको नेप्से सो दिन भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक 12.58 अंक घटेर 2683.15 बिन्दुमा झरेको छ। त्यस्तै यस दिन सेन्सिटिभ इन्डेक्स 2.45 अंक घटेको छ भने फ्लोट इन्डेक्स 0.98 अंक र सेन्सिटिभ फ्लोट इन्डेक्स 0.90 अंकले घटेको छ। नेप्से घटे पनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। सोमबार 8 अर्ब 12 करोड रुपियाँको शेयर खरिद बिक्री भएको बजारमा यस दिन 322 स्टकको 92,338 पटकको कारोबारमा 8 अर्ब 63 करोड 15 लाख 12 हजार रुपियाँ बराबरको 1 करोड 87 लाख 3 हजार किता शेयर खरिद बिक्री मंगलबार भएको छ। इरानका शीर्ष जनरलले अमेरिकाले गर्ने सानो गल्तीको प्रतिक्रियाले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिनुभएको छ। आधिकारिक समाचार एजेन्सी इरानका अनुसार इरानी सशस्त्र बलका चीफ अफ स्टाफ अब्दुल रहीम मुसाबीले एक सैन्य इकाइको भ्रमणका क्रममा पश्चिम एसियामा भइरहेको अमेरिकी सैन्य तैनाथीको जवाफमा सो टिप्पणी गर्नुभएको हो। अमेरिकी नौसैनिक नाकाबन्दीको सम्भावनाबारे बोल्दै इरानलाई नाकाबन्दी गर्न नसकिने बताउनु भयो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमान बाहेक युद्धपोत अब्राहम लिंकनको नेतृत्वमा विशाल सैन्य समूह इरानतर्फ बढिरहेको र तेहरानलाई सम्झौताका लागि समय घर्किँदै गएको चेतावनी दिएका थिए। हवस् त यिनै समाचार सँगै बिहान 5:30 बजेको आजको समाचारको क्रम सकिएको छ। भोलि फेरि 5:30 बजे बिहान ताजा समाचारको साथमा उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।